दर्शक श्रोता महानुभावहरुमा नमस्कार। धर्मश्लोक युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। अघिल्लो भागमा हामीले माता दुर्गा भगवतीका 108 वटा नामहरूको वर्णन गर्यौं। अबको भागमा हामी देवता र महिषासुर दैत्यको बीचको संग्राम र महादेवी जगतमाताको उत्पत्तिको विषयमा वर्णन गर्नेछौं। स्वामी महिषासुर थियो र देवताहरूका नायक इन्द्र थिए। त्यसमा युद्धमा देवताका सेना महाबली असुरबाट पराजित भए। सम्पूर्ण देवताहरूलाई जितेर महिषासुर नै इन्द्र भएर बस्यो। अनि पराजित देवता प्रजापति ब्रह्मालाई अघि लगाएर त्यस स्थानमा गए जहाँ शंकर र विष्णु विराजमान थिए। देवताहरूले महिषासुरको पराक्रम र आफ्नो पराजयको यथार्थ वृत्तान्त दुवै देवेश्वरहरूलाई विस्तारपूर्वक सुनाए र उनीहरू भन्छन्, भगवान महिषासुर सूर्य, इन्द्र, अग्नि, वायु, चन्द्रमा, यम, वरुण र अन्य देवताहरूको पनि अधिकार खोजेर स्वयं नै सबैको अधिष्ठता बनेर बसेको छ। यस दुष्ट महिषासुरले सबै देवताहरूलाई स्वर्गबाट निकालिदियो। अब ती मनुष्य चाहिँ पृथ्वीमा डुलिरहेका छन्। दैत्यको यो सबै उपद्रव हामीले हजुरहरूमा सुनायौं। अब हामी हजुरहरूको शरणमा परेका छौं। त्यसको वधको उपाय विचार गरिबक्सियोस्। यस प्रकार देवताहरूको वचन सुनेर भगवान विष्णु र शिवले दैत्यहरूमाथि बडो क्रोध गर्नुभयो। उहाँहरूको आँखी भई उचालिए, मुख बाङ्गियो। तब अत्यन्त रिसपूर्ण चक्रपाणी शिव भगवान विष्णुले मुखबाट एक महान तेज प्रकट भयो। त्यसै गरी ब्रह्मा, शंकर तथा इन्द्र आदि असंख्य देवताहरूको शरीरबाट पनि ठुलो तेज निस्कियो। ती सबै तेज मिसिएर एक हुन गयो। यो महान तेज पुञ्ज ज्वाला मल्य पर्वत झैं हुन गयो। देवताहरूले देखे त्यहाँ त्यो तेजको ज्वाला सबै दिशाहरूमा व्याप्त भइरहेको छ। सम्पूर्ण देवताहरूको शरीरबाट प्रकट भएको त्यस तेजको कहीँ तुलना गर्न नसकिने थियो। एकत्रित भएर त्यो तेज एउटा नारीको रूपमा परिणत भयो र आफ्नो प्रकाशले तीनै लोक व्याप्त पारे झैं देखियो। भगवान शंकरको जो तेज थियो त्यस तेजले देवीको मुख प्रकट भयो। यमराजको तेजले उनको शिरमा कपाल उम्रिए। श्री भगवान विष्णुको तेजले उनका बाहुहरू उत्पन्न भए। चन्द्रमाको तेजले दुवै स्तनको र इन्द्रको तेजले मध्य भाग उत्पन्न भए। वरुणको तेजले तिग्रा र पिडुला तथा पृथ्वीको तेजले नितम्ब भाग प्रकट भयो। ब्रह्माको तेजले दुवै चरण र सूर्यको तेजले तिनका औंलाहरू भए। वसुहरूको तेजले हातका औंला र कुबेरको तेजले नाक उत्पन्न भयो। ती देवीका दाँत प्रजापतिको तेजले र अग्निको तेजले 3 नेत्र प्रकट भए। सन्ध्याको तेजले तिनको आँखी भए र वायुको तेजले कान उत्पन्न भए। त्यसै गरी अनन्य देवताहरूको तेजले ती कल्याणमयी देवीको उत्पत्ति भयो। त्यसपछि समस्त देवीहरूको तेजपुञ्जबाट प्रकट भएकी ती देवीलाई देखेर महिषासुरद्वारा पीडित देवताहरू प्रसन्न भए। पिनाकधारी भगवान शंकरले आफ्नो शूलबाट एउटा शूल झिकेर उनलाई दिए। अनि भगवान विष्णुले आफ्नो चक्रबाट अर्को चक्र उत्पन्न गरेर ती देवीलाई दिए। वरुणले शंख दिए, अग्निले उनलाई शक्ति दिए र वायुले धनुष तथा बाणले भरिएको 2 तर्कस ठोक्रो प्रदान गरे। सहस्र तेज भएका देवराज इन्द्रले आफ्नो वज्रबाट वज्र उत्पन्न गरेर दिए। ऐरावत हात्तीबाट एउटा घण्टा निकालेर प्रदान गरे। यमराजले कालदण्डबाट दण्ड, वरुणले पास, प्रजापतिले स्फटिकाक्षको माला र ब्रह्माजीले कमण्डल प्रदान गर्नुभयो। सूर्यले देवीको समस्त रौँका छिद्रमा आफ्नो किरण तेज भरिदिए। कालले उनलाई टल्कने ढाल र तरबार दिए। क्षीर समुद्रले उज्जवल हार र कहिल्यै जीर्ण नहुने 2 दिव्य वस्त्र दिए। अनि उनैले दिव्य चूडामणि, कानमा कुण्डल, हातमा बाला, उज्जवल अर्धचन्द्र, सबै बाहुमा चुरा, बाहुका निम्ति नुपुर, घाँटीको निम्ति हँसुला र सबै औंलामा लगाउनको लागि रत्नजडित औँठीहरू दिए। विश्वकर्मले अत्यन्त निर्मल पञ्चहरू दिए। अनि अरू पनि अनेक प्रकारका शस्त्र र अभेद्य कवच पनि दिए। त्यसबाहेक शिर र वक्षस्थलको धारण गर्नका लागि कहिल्यै नउइलिने कमलको माला पनि दिए। समुद्रले अति राम्रो कमलको फूल उनलाई दिए। हिमालले सवारीका लागि सिंह र अनेक रत्नहरू समर्पित गरे। धनाक्ष कुबेरले मधु भरिएको पान पात्र दिए र सम्पूर्ण नागहरूका राजा शेषले जो यस पृथ्वीलाई धारण गर्दछन् उनले बहुमूल्य मणिहरूको विभजित नागहार दिए। त्यसै गरी अन्य देवताहरूले पनि आभूषण र अस्त्र शस्त्र देवीलाई सम्मान गरे। तत्पश्चात उनले बारम्बार अट्टहासपूर्ण उच्च स्वरले गर्जना गरिन्। उनले भयङ्कर स्वरले सम्पूर्ण आकाश गुञ्जयमान भयो। देवीको त्यो अत्यन्त चर्को स्वरको सिंहनाद कहीँ अटाउन सकेन। आकाश उसको सामु सानो प्रतीत हुन लाग्यो। त्यसको ठुलो प्रतिध्वनि भयो। त्यसले सम्पूर्ण विश्व थर्कियो र समुद्र कम्पित भए।
पृथ्वी हल्लिन लागिन् र समस्त पर्वत थर्कन लागे। त्यस समयमा देवताहरूले अत्यन्त प्रसन्नका साथ सिंहवाहिनी भवानीसित भने, देवी तिम्रो जय होस्। साथै महर्षिहरूले भक्तिभावले विनम्र भई उनको स्तुति गरे। सम्पूर्ण त्रिलोकलाई अत्यास देखेर दैत्यगण आफ्ना समस्त सेनालाई कवचादिले सुसज्जित गरी हातमा हतियार लिए उठे। उसै बेला महिषासुरले बडो क्रोधित भएर भन्यो, ओहो यो के भइरहेको छ? अनि यो असुरगणलाई लिएर सिंहनाद भएको दिशातिर दगुरियो र अलि पर गएर देवीलाई देख्यो, जो आफू प्रभाले तीनै लोक प्रकाशित पाइरहेकी थिइन्। उनको पाउलेको भारले पृथ्वीलाई थिचिरहेकी थिइन्। शिरको मुकुटले आकाशमा रेखा झैँ पारिरहेको थियो र ती आफ्ना धनुषको टङ्कारले सारा पातल अङ्कुल पारिरहेकी थिइन्। देवी आफ्ना हजारौं बाहुले सबै दिशालाई ढाकेर उभिएकी थिइन्। अनि ती देवीसित दैत्यहरूको संग्राम आरम्भ भयो। अनेक थरीका शस्त्रास्त्रहरूले प्रहारले सम्पूर्ण दिशा उद्भासित हुन लागे। चिच्छुरु नामक महान असुर महिषासुरको सेनानायक थियो। त्यो देवीसित लडाईँ गर्न लाग्यो। अन्य दैत्यहरूको चतुरङ्गिणी सेना साथ लिएर चामर पनि युद्ध गर्न लाग्यो। 60,000 रथीहरू सहित उदग्र नामक महादैत्य पनि युद्धमा आयो। 1 करोड रथीलाई साथमा लिएर महाधनु नामक दैत्य युद्ध गर्न लाग्यो, जसका ती तरबारको समान तीखो थियो। त्यो असिलामा नामक महादैत्य 5 करोड रथी सैनिकहरू सहित युद्धमा लड्न लाग्यो। 60 लाख रथीहरूले घेरिएको बास्कल नामक दैत्य पनि त्यस युद्धभूमिमा लड्न लाग्यो। परिवारित नामक राक्षस हात्ती र घोडा चढेका अनेक दल र 1 करोड रथीहरूको सेनाले संग्राम लड्न तम्सियो। बिडाल नामक दैत्य 5 अरब रथीहरूले घेरिएको युद्ध गर्न लाग्यो। यी बाहेक हजारौं महादैत्य रथ, हात्ती र घोडाका सेना लिएर देवीसित लडाईँ गर्न लागे। स्वयं महिषासुर त्यस रणभूमिमा हजारौं करोडौं शस्त्र, रथ, हात्ती र घोडाहरूले सेनाले घेरिएर उपस्थित भएको थियो। त्यो दैत्य देवीको नाम साथ तोमर, भिन्दिपाल, शक्ति, मुसल, खड्ग, परशु र पट्टिस आदि शस्त्रास्त्र प्रहार गर्दै युद्ध गरिरहेको थिए। केही दैत्यहरूले देवीमाथि शक्तिको प्रहार गरे, कसैले पास फ्याँके र कसैले खड्ग प्रहार गरेर देवीलाई मार्ने उद्योग गरे। देवीले क्रोधित भएर ख्यालमै अन्य शस्त्रास्त्र वर्षा गरेर दैत्यका ती सबै शस्त्रहरू काटिदिनु भयो। उनको अनुहारमा थकाइको चिन्ह देखिएन र ऋषिहरूले उनको स्तुति गरे। ती भगवती परमेश्वरले दैत्यहरूको शरीरमाथि शस्त्रास्त्र वर्षात गर्दै गइन्। देवीको बाण सिंहले पनि रिसाई गर्दनको रौँ हल्लाउँदै असुर सैन्यमा वनमा डढेलो फैले झन् डुल्न लाग्यो। रणभूमिमा दैत्यको साथ युद्ध गर्दै रहेकी अम्बिका देवीले जति निश्वास छोडिन्, ती सबै तत्काल सैकडौं हजारौं गण रूपमा प्रकट भए र परशु, भिन्दिपाल, खड्ग तथा पट्टिस आदि अस्त्रद्वारा असुरका साथ लडे। देवीको शक्तिले उर्लेका ती देवीका गण असुरहरूको संहार गर्दै नगडा र शङ्ख आदि बजाउन थाले। त्यस संग्राम महोत्सवमा कयौं गण मृदङ्ग बजाइरहेका थिए। त्यसपछि देवीले त्रिशूल, गदा, शक्तिको दृष्टिले र खड्ग आदिले सैकडौं महादैत्यहरूको संहार गरिन्। कतिलाई त घण्टाको भयङ्कर नादले मूर्छित पारिन्। अनेक दैत्यलाई पासले बाँधेर पृथ्वीमा घिसारिन्। अनेक दैत्य उनको धारिला तरबारको प्रहारले 2 टुक्रा भए। अनेक दैत्य गदाको चोटले घायल भएर भूमिमा ढले। कति मुसलको कडा चोटले घायल भएर रगत छाड्न लागे। कति दैत्य शूलले छाती फुटेर पृथ्वीमा ढले। यस युद्धभूमिमा बाणको अविच्छिन्न वृष्टिले अनेक दैत्यको कम्बर भाँचिए। बाँझले झैँ झम्टिने ती देवी पीडक दानवहरूले प्राण नै त्यागे। कतिका हात छिन्न भिन्न भए, कतिका गर्दन काटिए, कति दैत्यको शिर काटिएर गिर्न लागे, कतिका शरीरको कम्बर नै भाँचिए, कति महादैत्य र तिग्रा काटिएर पृथ्वीमा ढले। कतिलाई त देवीले 1 हात, 1 खुट्टा र 1 आँखा पारेर टुक्रा पारिदिन्। कति दैत्य टाउको काटिए पनि फेरि उठेर गिडले नै हतियार हातमा लिएर देवीसित युद्ध गर्न लागे। कति मुर्कुट्टाहरू ठुला ठुला हतियार लिएर देवीका साथ लड्थे। अर्का मुर्कुट्टाहरू त्यस युद्धमा बाजाको तालमा नाच्थे। कति शिर नभएका गिडहरू हातमा खड्ग, शक्ति र सृष्टि, दुवैतिर धार भएको तरबारलाई सृष्टि भनिन्छ, लिएर दौडिन्थे र अरू कति महादैत्य पर्खी पर्खी भन्दै देवीलाई युद्धको लागि ललकारथे। जहाँ यो भयङ्कर युद्ध भएको थियो, त्यहाँ काटेर लडाइएका ती रथ, हात्ती, घोडा, दानवका रगतले त्यो भूमि हिँडिन सक्नु भएको थियो। दैत्यहरूको सेनाका हात्ती, घोडा र असुरहरूको शरीरबाट यति धेरै मात्रामा रक्तपात भयो कि एकैछिनमा त्यहाँ रगतका ठुला ठुला नदीहरू बग्न थाले। जगदम्बाले असुरहरूको विशाल सेनालाई एकैछिनमा नष्टभ्रष्ट पारिदिन्। जसरी सुकेका घाँस, पात र काठलाई अग्लिने एक क्षणमै भ्रष्ट पार्दछन्, र त्यो सिंह पनि गर्दनको रौँ हल्लाउँदै र ठुलो गर्जना गर्जदै
दैत्यको शरीरबाट मानव उसको प्राण छुटे झैँ गर्दथ्यो, त्यहाँ देवीका गढहरूले पनि ती महिषासुर दैत्यहरूसित यस्तो युद्ध गरे कि जसले गर्दा आकाशमा रहेका देवता गढहरू उनीहरूप्रति प्रसन्न भएर पुष्पवृष्टि गरे। हाम्रो यस अध्याय यहीँ समाप्त हुन्छ। हामी अब अर्को भागमा जगदम्बा भगवतीले दैत्यहरूलाई चाहिँ भयङ्कर युद्ध गरी दैत्यको चाहिँ राजा महिषासुर देवीसित कसरी युद्धको रणनीति बुन्छ र कसरी युद्ध गर्न तत्पर रहन्छ सो प्रस्तुत गर्नेछौँ। यो भागको यही अन्त्य हुन्छ। सबैजना दर्शक श्रोता महानुभावहरूमा धेरै धेरै धन्यवाद।